हेलो साथीहरू, आज चाहिँ हामीले बिरयानी बनाउनको लागि चाहिँ दुईटा नेवारी चामल लिएर आएको छौँ हैन। अनि मासुलाई चाहिँ पहिले नै हामीले नुन बेसारहरू हालेर राखेको थियौँ। मसलाको लागि चाहिँ हामीले जिरा धनियाँ खुर्सानीहरू लङसुमेलहरू हालेर एकछिनसम्म हामीले फ्राई गऱ्यौँ। अनि त्यसपछि हामीले मासु पकाउनको लागि चाहिँ छुट्टै मसलाको पेस्ट बनायौँ। काम गर्दा गर्दा चाहिँ भोक लागेर हामीले नास्पाती पनि खायौँ। अनि त्यस अघि फ्राई गरेको जिरा धनियाँ चाहिँ हामीले मिक्सरमा ग्राइन्ड गऱ्यौँ। अनि हामीले नुन बेसार मात्रै हालेर मोलेको थियौँ नि त। अनि फेरि त्यसमा यो लङसुमलाको धुलो हाल्यौँ, अनि दही पनि राख्यौँ र अनि मोलमाल गरेर एकछिन राख्यौँ। त्यसलाई नै हामीले ब्राउनी हुने गरी तरिकाले भुट्यौँ र अनि फेरि हामीले भाँडामा लेयर बनाएर हाल्नुपर्ने रहेछ नि त। अनि हामीले पहिला सुरु हाफ बोइल गरेको चामल राख्यौँ, अनि त्यसपछि हामीले पकाएको त्यो मासु राख्यौँ। अनि त्यसपछि त्यो माथि फेरि प्याजहरू राख्दै यसरी लेयर बनाउँदै हामी गयौँ। अनि लेयर बनाउँदै बनाउँदै लग्यौँ हामीले यसरी नै। फर्स्ट टाइम हामीले यसरी बिरयानी बनाउनु लाग्यो। योभन्दा पहिला हामीले बनाएकै थिएनौँ हैन। अनि त्यही पनि यो रेसिपीहरू हेरेर बनाएको है। अनि हामीले त्यसरी लेयर बनाएर हाफ बोइल चामल हाल्दै अनि मासु हाल्दै अनि फेरि त्यो अघि ब्राउन गरेर भुटेको त्यो प्याज हाल्दै अनि हामीले यसरी लेयर बनाएर राम्रोसँग अनि हालेर यसरी लेयर बनायौँ। अनि त्यसपछि अनि लास्टमा चाहिँ हामीले अलिकता त्यो बिरयानीलाई चाहिँ राम्रो देखियोस् हैन, पछि चलाउने बेलामा खाने बेलामा यसो राम्रो देखियोस् भनेर हामीले चाहिँ त्यसमा कलर पनि एड गऱ्यौँ हैन। यो चाहिँ फुड कलर हो। फुड कलर एड गरिसकेपछि अनि हामीले त्यसलाई राम्रोसँग छोपेर 10-15 मिनट जति चाहिँ हामीले पकायौँ। 10-15 मिनटपछि पकाएपछि चाहिँ यो चाहिँ फाइनल रिजल्ट हो है साथीहरू।